हाम्रो यात्राको क्रम जारी छ। मेरो कान्छो छोरो यता हेलो यता खै हामी जाँदैछौँ बिस्तारै बिस्तारो। बिहानै जानेहरू फर्केर आउँदै हुनुहुन्छ। यहाँ 2:30 बजे हिँड्नुभयो अरे। यहाँबाट 4 बजे पुगेर फर्किसक्नु भयो। ल हामी चाहिँ भर्खरै छ माथलो फेदीबाट। माथलो फेदी आएर एकछिन रेस्ट गरेर अनि बिस्तारो त्यहाँ पूजा गरेर दर्शन गरेर अनि हाम्रो टोली त्यो एक टोली त्यो भान्जाहरू जेठो छोरो माथि पुगे। म त यहाँ कान्छो छोरो डोर्याउँदै यता छु है। ल गुराँस फुल्या छ। यस्तै छ आजको यात्रा। रमाइलो छ। जो मौसमले पनि राम्रै साथ दिएको छ। बादल लाग्दैछ अलिअलि। ए दिदी हाम्रो दिदी भङ्गेरा जस्तै हुनुहुन्छ फुरुफुरु। कहाँ पुगिहाल्नु भने सर हेलो ठिक छ नि। ल अब ल हिँडिँदैछ। लाठी टेक्दै है त्यति म पनि पहिलोचोटि लट्ठी टेकेर हिँड्दैछु अहिले। यो मेरो दोस्रो यात्रा हो। पहिला चाहिँ 63 सालमा आएको थिएँ अनि यो दोस्रो हो। यो चोटि चाहिँ छोराहरूलाई लिएर पहिलोचोटि आउने मेरी श्रीमती कान्छो छोरो जेठो छोरो तगडा अगाडि लागिहाल्यो छोडेर। यस्तै छ रमाइलो छ है। भाइ आइज यहाँसम्म मलाई नभए यहाँसम्म यहाँ छेउमा मलाई सम्म अनि हो त्यहाँ। ल यहाँ एउटा झोलो बोकेको छु यत्रो। झोला छ। झोलामा छोराहरूलाई खाजा आफूलाई अनि यसो चिसो झम्मै हुन्छ भनेर अलिअलि लुगा पसिना आइरहेछ यी गापैसँगले। अब यता ब्याग गरेर यी खसी त हिँड्दैछ बोको हिँड्दैछ। माथि पुगेछन् भान्जाहरू छोरा। यस्तो रमाइलो छ। ल हामी चाहिँ 3798 मिटर हाइटमा पुग्नेछौँ। माथि पुग्दा कति रमाइलो छ त। यता गुराँस फुल्या छ। बसेछ एउटा हाम्रो सँगै जाने साथी। आउनु भाइ आउनु अलिक समाउनु मलाई अलिक समाउनु है भाइ दर हो त्यहाँ दर समाउनु। ल न जाऊ। अझै छ नि भाइ।
यस्तो छ उकालो चाहिँ। सातु दल्नु पर्दैन हौ, घाम लागिरहेछ। आज भाइ चाहिँ आजसम्म भाइसम्म मलाईसम्म ल। हेलो टोली, ल हाम्रो टोलीलाई भेट्यौँ है हामीले। अगाडि अगाडि कुद्ने तगडा तगडाहरू। ल कुदाएकै हाम्री दिदी पनि फुरुक्क भँगेरी जस्ती कुदाए माथि माथि। भान्जा चाहिँ अगाडि अगाडि लाग्यो। 1 घन्टा हामीलाई कुरेर रुँदै बसेछन्। अनि नभए यतिखेर पुगिसक्ने रहेछन् भान्जा त। ल यस्तो छ यात्रा। लाइभ ए यस्तो चढ्नुपर्छ खत्रुङ खत्रुङ। खासै गाह्रो छैन है, रमाइलो छ आउन चाहिँ। ए गुराँस फुल्या छ। खासै गाह्रो भएको छैन। टिकटक होइन, फेसबुक लाइभ। कसलाई साथी चल्नु पर्ने? दिएको ए दिएको थिइनँ।